नमस्कार साथीहरू, डायरी नेपाल हेरेर बस्नुभएका तपाईँ सम्पूर्णलाई विशेष आभारको साथमा यो पहिलो भ्लगमा स्वागत पनि गर्न चाहन्छु। यो पहिलो भ्लग आज मैले दक्षिणकाली मन्दिरको यात्रा गर्दाखेरि तयार पारेको छु। यो यात्रा काठमाडौँ शहरको व्यस्त जीवनशैलीबाट अलिकति बाहिर निस्किएर प्रकृति र श्रद्धाको मेला अनुभव गर्ने सुन्दर मौका हो। तपाईले भिडियोबाटै दक्षिणकाली मन्दिरको आज दर्शन गर्नुहोला र समय मिलेको खण्डमा मैले त्यहाँको के पाउने छु, के भेट्ने छु, सबै कुरा चाहिँ तपाईलाई मैले जानकारी दिने नै छु। मैले यो यात्रा चाबिलबाट सुरु गरेको छु। चाबिलबाट मैले रत्न पार्क जाने गाडीलाई चाहिँ क्याच गरेको छु र रत्न पार्क जाने गाडी सँगसँगै यो यात्रा सुरु हुन्छ। रत्न पार्कबाट चाहिँ सिधा दक्षिणकाली मन्दिर जाने गाडी चाहिँ मिल्दो रहेछ। त्यो भएर पनि चाबिलबाट दक्षिणकाली जानको लागि यो यात्रा मैले सुरु गरेको छु। हामी रत्न पार्क पुग्न लागिसकेका। यति बेला म रत्न पार्कमा छु र यहाँबाट मेरो यात्रा सुरु हुन्छ। म बलम्बु टौदह हुँदै छापी पार गरेर दक्षिणकाली जानेछु। दूरी त धेरै छैन, यहाँबाट थोरै दूरी छ, धेरै लामो दूरी पनि छैन। त्यो भएर करिब 22 किलोमिटर जति मात्र हो, तर बाटोको रमाइलो कुरा भने अलग्गै छ।
अहिले चौदहमा छौँ। यहाँको शान्ति साँच्चीकै मनमोहक छ। वरिपरिको बतौरा, हल्का बतास। यात्रा सुरु गर्नु अघि यस्तो ठाउँमा केही बेर बिताउनु भनेको आफ्नो दिन नै सेट गर्नु हो। तपाईलाई कस्तो लाग्दैछ? पक्कै पनि यति बेला म छम्पीमा छु। यहाँको ग्रामीण वातावरण, हरियाली खेतहरू, यहाँको मानिसहरूको सरल जीवनशैली मोड नै परिवर्तन गरिदिएको छ। यो देख्दै गर्दाखेरि म गाउँघरमै गइरहेको छु, मेरो गृह जिल्लातिर गइरहेको छु, त्यो अनुभव गरिरहेको छु। त्यहाँ गए झरिहाल्यो नि तर त चढ्न सक्दिनस्
अनि यहाँ चाहिँ विशेष त सिस्नुको हरियो खेत बाइकिङ र हाइकिङ गर्नको लागि त झन् मजा आउँछ होला। तर म बसमा छु, त्यो भएर बसमा पनि एकदमै मजा आइरहेको छ। र फाइनल्ली मैले तपाईलाई भिडियो मार्फत दक्षिणकाली पुर्याउनै लागेको छु। बाहिरीसम्म आइपुगिसकेका छौँ हामी। जङ्गलको बीचमा रहेको मन्दिर रहेको छ यो विशेष त। अलिकति यो दक्षिणकाली मन्दिरको बारेमा चर्चा गरौँ है त। काठमाडौँको दक्षिण किनारामा हरियाली जङ्गलको काखमा बसेको एउटा यस्तो स्थल छ, यहाँ पुग्दा चाहिँ मानिसको मन आध्यात्मिक शान्तिले भरिन्छ।
यो ठाउँ हो दक्षिणकाली मन्दिर। देवी कालीको उग्र रूप दक्षिणकालीलाई समर्पित यो मन्दिर नेपालको एक प्रमुख शक्ति स्थल मात्र होइन, आस्थाको गहिरो केन्द्र पनि हो। नेपाली किम्वदन्ती कथन अनुसार विक्रम सम्वत 1920 राजा प्रताप मल्लले सपनामा देवी कालीको दर्शन पाउनु भएको थियो रे। अनि सपनामा देखिएको देवीको आदेश अनुसार उहाँले चाहिँ काठमाडौँको दक्षिण छेउमा अहिले हामीले भन्दै गरेको दक्षिणकाली भन्ने स्थानमा चाहिँ मन्दिरको निर्माण गराउनु भयो। त्यसैले यो मन्दिर दक्षिणकाली नामले परिचित छ। यो मन्दिर केवल एक पूजा स्थल नभई इतिहास, संस्कृति र जनविश्वासको अद्भुत प्रतीक मानिन्छ। हरियाली जङ्गल, शीतल हावा र तलबाट बग्ने सानो खोलाले यो क्षेत्र एकदमै शान्त र पवित्र बनाएको छ। सानो सानो भए पनि ती खोलाका पुलहरूमा हामीले देख्न सक्छौँ। विशेष त पुलमा लेखिएको छ उद्धार मार्ग भनेर लेखिएको छ हैन। अनि त्यसै गरी अर्को मार्गमा लेखिएको छ मन्दिर परिसरमा रहेको देवीको मूर्ति कालो पत्थरबाट बनेको छ, जुन रगतले रञ्जित देखिन्छ। देवीको रौद्र रूपको प्रतीकलाई चाहिँ यहाँ देख्न सकिन्छ, तर यहाँ फोटो खिच्न सक्त मनाइ छ भनिएको छ। त्यो भएर पनि केही नियमका पालनाहरू पनि गर्नुपर्नेछ। विशेष त यहाँ मङ्गलबार र शनिबार विशेष पूजा गरिन्छ र दसैँ पर्वमा यहाँ भिड अपूर्व हुन्छ भन्ने कथन पनि छ। विशेष त बलि दिने ठाउँमा महानवमीतिर पनि पूजाआजा भइ नै हाल्छ। भक्तजनहरू स्वास्थ्य समृद्धिको कामना लिएर देवीको दर्शन गर्न आउने गर्छन्। दक्षिणकाली मन्दिर बलि चढाउने स्थलको रूपमा पनि परिचित छ। परम्परा अनुसार बोका, राँगा, कुखुरा आदि देवीलाई बढी चढाइन्छ भने विशेष पर्व उपवेशमा यो प्रथा अझै जीवित छ। यद्यपि पछिल्ला वर्षहरूमा चाहिँ बलि प्रथामाथि प्रश्नहरू उठ्न थालेका छन् हैन। धेरै जसोहरूले बलि राम्रो होइन, बलि दिनु उचित होइन भनिन्छ। तर धेरै जसो युवाहरू र पशु अधिकार कर्मीहरू यस विरुद्ध छन्, बलि प्रथा विरुद्ध पनि छन्। तर धार्मिक परम्पराको नाममा धेरै भक्तजन अझै यो विधिलाई देवीको प्रसन्नताको एक माध्यम मान्छन्। दक्षिणकाली मन्दिर धार्मिक गन्तव्य मात्र होइन, पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ। मन्दिर पुग्ने बाटो सुन्दर र हराभरा छ। नजिकको फर्पिङ, बौद्ध गुफा र पदयात्रा मार्गहरूले यहाँको आकर्षक झन बढाएको छ। प्रकृति र अध्यात्म सँगसँगै अनुभव गर्न चाहनेहरूको लागि यो एक उत्तम गन्तव्य हो। दक्षिणकाली मन्दिर एक यस्तो स्थल हो जहाँ पुरानो परम्परा, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यताको अद्भुत सम्मिश्रण पाइन्छ। बदलिँदो युगसँगै यस मन्दिरले आफ्नो महत्त्व अझ बढाउँदै लगेको छ। यदि तपाईँले अझै यो स्थानको यात्रा गर्नुभएको छैन भने एकपल्ट अवश्य जानुहोस्। आस्था र आत्मशान्तिको खोजीमा यो तपाईँको लागि एक उत्तम